नमस्ते गाइस, आशा छ हजुरहरू सन्चै नै आराम हुन्छ होला। म पनि सन्चै आराम छु। म चाहिँ यता गाउँतिर आएको छु। हिजो गाउँतिर आएको। यहाँ चाहिँ हाम्रो यो कुलदेवता पूजा हुन्छ जहिले वर्षमा, त्यही भएर गाउँतिर पूजामा आएको थिएँ। यस्तै छ हाम्रो गाउँको भ्यू, हेर्नुहोस्। ठुलोमा ग्याउँ ग्याउँ गरेर के भन्दैछ, मासु बनाउनु चाहिँ मासु के को मासु बनाउँदै हो ठुलोमा? कुखुराको पुरा रोस्ट बनाउँदैछ। रोस्ट उता यतातिर चाहिँ फेरि बोडी कुट्दैछ। बोडी हाम्रो काकी बोडी कहाँ लजा भने लजा के को बिजो भने ल हेर्नुहोस् हाम्रो गाउँतिरको भ्यू कस्तो दामी छ। हामीले नि कहाँ काट्नु नि। ल डुक्रे भाइ जाउँ उतै। कोदो है गाइज, कोदो हेर्नुहोस्। कोदो कोदो ल हेर्नुहोस् त, त्यहाँ पुरा के भन्छ हिमाल देखिरहेको छ है। ल हेर्नुहोस् कस्तो दामी छ। है ल यता माथि चाहिँ गोसेगुन्डा साइड है, गोसेगुन्डा। यता तल यतापट्टि साइड नुवाकोट भयो, अनि पारिपट्टि साइड चाहिँ रसुवा हो। हामी चाहिँ त्यहाँ पढ्न जान्थ्यौँ स्कुल। यहाँदेखि त्यहाँ पढ्न जान्थ्यौँ स्कुल। 1-2 घन्टा लाग्थ्यो हिँडेर। ल घरै हेर्नुहोस्, आमाले चाहिँ कोदो कुट्दैछ है। कोदो हाने जस्तो गर्छ त, हान्न पनि ढ्याड्यो। गाउँको चाहिँ अर्ग्यानिक कोदो, ढेँडो खायो भने, रोटी खायो भने, यस्तो दुधहरूमा घोलेर